गाइज हजुरहरूलाई एकचोटि कहाँ गई जस्तो लागेको छ कि छैन भन्नु होला है। सो हाई एभ्रिवान, वेलकम छ हजुरहरूलाई मेरो नयाँ ब्लगमा। मेरो चाहिँ मेकअप क्लास हुँदैछ अहिले चाहिँ होइन। अनि मेकअप बाई जानुसँग म चाहिँ क्लास सिक्दैछु अनि म चाहिँ रेडी भएर निस्किरहेको थिएँ। अनि म अहिले नै छोरी मान्छेहरूको यो भेस्टहरू लाउँदैछु नि होइन। पहिला पहिला म प्रायः छोरा मान्छेको भेस्ट लाउन मन पराउँथेँ कि अलिकति ठुलो ठुलो साइजको होइन। अनि अहिले मलाई महत्त्व थाहा हुँदैछ क्या छोरी मान्छेको लुगा चाहिन्छ भनेर क्या, भन्नाले त्यो तरिकाको त्यो स्टाइलको भेस्टहरू चाहिन्छ भनेर चाहिँ मलाई अहिले महत्त्व हुँदैछ। अनि यो चाहिँ इटरीमा क्लास भइरहेको थियो होइन, 3 डेजको मेकअप क्लास हुँदैछ। सो मैले चाहिँ पहिल्यै बुक गरिसकेको थिएँ। मलाई चाहिँ मनिषा भाउजूले देखाइदिनु भने भिडियो पठाइदिनु भएको थियो र मैले थाहा पाएर मैले त्यही बेला बुक गरिहालेको थिएँ। सो जाने बेला म एक्लै नै थिएँ किनभने मैले कसैलाई पनि चिन्दिनँ त्यहाँनिर। त्यसपछि मैले 2-4जनासँग बोलेँ, एकदम रमाइलो भयो, एकदमै मिलनसार हुनुहुन्थ्यो सबैजना होइन। म्यामहरू पनि एकदमै राम्रो हुनुहुन्थ्यो सबैजना होइन। अनि गएर मैले कफी खाएँ सुरुमा, सबैजना बसेर हामीले कफी खायौँ, कफी पियौँ भनौँ न, खायौँ त के भन्नु होइन। अनि मेरो क्या अरू पनि भ्लग छ होइन, तर म हजुरहरूलाई पछि हाल्नेछु क्या यो अरू भ्लग चाहिँ। अनि यो चाहिँ अहिले मेरो मेकअप सेमिनार हुँदैछ, सो हजुरहरू त्यही हेर्नु होला होइन। अनि क्लास हुँदैथ्यो आज त यति लेट भयो नि होइन, 11:30 बजे क्लास त, तर स्टार्ट भयो 2:30 बजी किन भनौँ न। त्यहाँनिर अब के सेटअपहरू गर्नु पऱ्यो नि त होइन, त्यही भएर टाइम पनि लाग्यो। अनि त्यो सो हामी चाहिँ त्यो बिचमा अलिकति डल्लै कस्तो के अल्छी लाग्यो भन्ने टाइपको भइसकेको थियो हामीलाई चाहिँ। अनि हामी चाहिँ बस्दा गफ गर्दा अनि फेरि हाम्रो सुट भयो होइन। हामी बाहिरबाट भित्र गयौँ, एन्ट्रीवाला सुट हुँदैथ्यो। सो हामी गयौँ होइन। मेरो पनि फर्स्ट टाइम नै हो यस्तो सेमिनारहरूमा हिँडेको। हजुरहरूले पक्कै पनि मेरो भिडियो सुटेर देख्नु नै भएको छैन यस्तोमा हिँडेको। हेर्नु म उहाँहरू 3जनासँग चाहिँ मेरो राम्रो कन्ट्याक्ट भयो, राम्रोसँग भेट भयो, एकदम रमाइलो भयो होइन। सबैजना एकदमै स्विट हुनुहुन्थ्यो। अनि उहाँहरूले नै कपीहरू पनि प्रोभाइड गर्नुभएको थियो। अनि कपीहरूमा मैले म फेरि धेरै लेख्छु क्या, लेख्न चाहिँ होइन। अनि एकदमै बेसी नै लेख्छु म। अनि जानु मामले चाहिँ पहिलेदेखि नै मैले पनि देखाएँ इन्स्टामा होइन। अनि एकदमै क्युट हुनुहुँदो रहेछ, एकदमै राम्रो। सुरुमा चाहिँ हाम्रो डान्स भयो यहाँनिर, डान्स हेरिरहेको थिएँ म चाहिँ होइन। एकदम राम्रो नाचिरहेको थियो। अनि त्यो गीत पनि कस्तो नेपालको वाला थियो, राम्रो थियो क्या। अनि जानु म्याम हेर्नु पनि हजुरहरूले कस्तो क्युट हुन्थ्यो। मैले उहाँको एन्ट्री भिडियो पनि हालेको थिएँ, तर कहाँ पुग्यो मैले थाहा पाइनँ क्या, किनभने यति धेरै भिडियो छ नि होइन। भिडियो गर्दा थाहा पाउँदिनँ। उहाँ बोल्दै हुन्थ्यो, एकदम स्विट बोल्दै हुनुहुन्थ्यो उहाँ यस्तो हुनुहुन्थ्यो, क्युट हुनुहुन्थ्यो। सबैको बोल्ने पाला नि उहाँ चाहिँ ईसा हजुरहरू त चिन्नु नै हुन्छ होला, टिकटकमा फेमसै हुनुहुन्छ उहाँ पनि। अनि उहाँहरूले हामीलाई चिया पनि प्रोभाइड गर्नु किनभने एकदमै ढिलो भइसकेको थियो हामीलाई होइन। अनि म चाहिँ हेर्नु न एकदमै अल्छी लागेर म कस्तो भिडियो बनाइदिनु हुँदैछ उहाँले चाहिँ। अनि एकदम स्विट हुन्थ्यो सबैजनालाई। थ्याङ्क यू हजुरहरू सबैजनालाई, एकदम मिलनसार रमाइलो भयो मलाई चाहिँ होइन। अनि उहाँ फाइनल लुक हेर्नु होला ईसाको, एकदमै क्युट बनाइदिनु भएको थियो जानु म्याडमले चाहिँ। अनि थ्याङ्क यू फर वाचिङ गाइज। म चाहिँ लागेँ त्यसपछि क्लास सकेर। बाई बाई।